हेलो व्हाट्सअप गाइज, वेलकम टु द डे 9। मैले खास यो चाहिँ हिजो नै बनाउनु पर्ने हो। जस्ट वान डे चाहिँ मैले स्किप गरेँ भनेन, सरी, वान डे चाहिँ मैले स्किप गरेँ भनौँ न, किनकि हिजो 11 आज 11 हो भनेपछि हिजो 10 थियो। हिजो मैले बनाउनु पर्ने, तर कस्तो अल्छी लाग्यो, हिजो अल्छी लाग्ने दिन थियो र बनाइनँ मैले। अनि मैले अस्तिको भिडियोमा भनेको थिएँ म तपाईँहरूलाई यो पुलमा गएर भिडियो देखाउँछु, यता गाडी हिँडेको बबाल देखिन्छ भ्यू भनेको थिएँ नि। आज म त्यही देखाउनु जाँदैछु है, हेर्नुहोस् होला। जोस् राम्रै छ है मेरो स्टोर, यहाँ छ मेरो स्टोर। म देखाउँछु, यो हो कोस्टा कफी लेखेको छ, यही हो मेरो स्टोर चाहिँ। त्यहाँ म काम गर्नु थालेको यो स्टोरमा लगभग 3 वर्ष भयो लगभग भनौँ न, यो स्टोरमा काम गरेको। 3 वर्षमा जस यस्तै छ वेदर, कहिलेकाहीँ पानी पर्ने, कहिलेकाहीँ क्लाउडी छ होइन, अझै पानी पर्ला जस्तै छ। यो चाहिँ सब मिनिस्ट्रीहरू हो, तपाईँको पुलिस भन्नाएको छ, आर्मीहरू सबै यहीँ बस्छन्, आर्मी क्याम्प भनौँ न यहाँको। अनि यस्तो छ भ्यू चाहिँ माथिबाट, बवाल छ यार साँच्ची नै भन्नुपर्दा। पक्नु ल, म देखाउँछु। भ्यू त ओखो छ नि, फेरि ओखो छ। बिचमा गएर देखाउँछु है त, यो चाहिँ यता साइडबाट हो, बिचबाट देखायो भने चाहिँ अलिक राम्रो देखिन्छ कि। बब्बल छ है भ्यू त, ल है यहाँबाट हेर्नु ल, कस्तो हरियो फेरि देखेको छ है, बवाल छ नि। फोनबाट त खासै राम्रो देखेको छैन होला, त्यही माथि मेरो अब यस्तो थोत्रे फोनबाट रेकर्ड गरेको खासै राम्रो देख्दैन। रियालिटीमा चाहिँ बब्बाल देखिरहेको छ अहिले यार। नेपालको याद आउँछ यस्तो चिसो मौसमको हावा खानु पाउँदाखेरि त। अगाडिबाट यो, त्यो पछाडिबाट हो, यो अगाडिबाट 2 वे हो, यो जाने, यो उता जाने, यो यता आउने मेरो साइडतिर। बबल छैन यो लेन, हेर्नु कस्तो मजाले मिलेको छ, यो टक 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 गरेर। कुवेतको झन्डा रहेछ यहाँ चाहिँ, यो चाहिँ कुवेतको झन्डा हो। यस्तै छ दियो। ओइ मेरो गाडी आयो कि के हो यार, होइन रहेछ। यस्तै छ होइन, वेदर चाहिँ बबल छ। माथि हेर्नु बादल बबल छ। ठन्डाले त मेरो गाडी पो आयो भनेको, यो गाडीलाई। बिल्डिङहरू यस्तो छ, हेर्नु सक्नुहुन्छ। वेदर बवाल छ। फेरि गर्मी महिनामा चाहिँ यस्तो बवाल गर्मी हुन्छ नि, गर्मी भन्दा पनि खप्नु नसक्ने भनेको ह्युमिडिटी क्या। यो ह्युमिडिटीले गर्दाखेरि नि यस्तो चिप हुँदैन, बाहिर निस्किनै गाह्रो हुन्छ। त्यो गर्मीले भन्दा पनि त्यो चिपले क्या सक्छ मतलब झन् यस्तो सक् लाग्छ। त्यो गन्ध त्यस्तै नमिठो, ओहो हो, यस्तो नराम्रो गनाउँछ। त्यही माथि गाह्रो छ गर्मी महिना। अहिले त पानी पर्ने सिजन हो, जाडो महिना हो, त्यही भएर यस्तो बवाल छ। हरियो देखिरहेको छ है, नेपालको जस्तै हरियो मन, नेपाली धन भन्ने जस्तै हरियो छ यताउति। फेरि म यो एरियातिर मात्रै हो प्रायः जस्तो हरियो हुने, अरूतिर पनि छनु त छ, तर खासै छैन कि यहाँ हरियो। त्यही यिनीहरूले रोप्छ होइन, बाटोमा बिचमा यसरी रोपेपछि यिनीहरूलाई नै टेक केयर गर्छ। फेरि अब नेपालमा त कस्तो हुन्छ मैले अहिलेसम्म देखेको छैन, त्यो नगरपालिकाले फोहोर उठाउनेहरू मात्रै देखेको छु। यहाँ त सफा गर्नेहरू इन्डियन बङ्गलादेशहरू हुन्छ होइन, बङ्गाली इन्डियनहरू सानो धेरै हुँदैन। आम्मामा मान्छे कति 8-9 जनाको ग्रुप हुन्छ, अनि यसलाई यो फुलहरू काट्ने बेलामा यो यस्तो मजाले मिलाएको छ नि, यो नमिलाइकन मिल्दैन, यो सबै मिलाएको, काटेर मिलाएको यिनीहरू सबै। अनि यस्तो छ पुल पछाडि चाहिँ। अनि यो हाम्रो मर्सिडिज भइगयो, मर्सिडिज के भन्छ यसलाई, थाहा छैन, ट्रक भन्नु कि के भन्नु। अनि डोजर छ, जेसिबी। यस्तै छ ल। अब डे 6 डे 9 पनि यहीँ अन्त गरिदिउँ।
अन्त गर्दैखेरि भन्नु चाहे कि अब भोलि चाहिँ अलिकति फाल्टै भिडियो हाल्छु जस्तो लागिरहेछ। किनकि जस भनौँ न म हिजोको बारेमा पनि भन्छु ल। मैले के गरेँ कसो गरेँ भन्दाखेरि हिजो चाहिँ म चक्रकै घरमा गएपछि चट्टसँगले खानासाना बनाएर खाइसकेपछि म ट्रेडिङमा लागेँ होइन। ट्रेडिङमा बस्दाखेरि मेरो 2.5 घन्टा जति बसेँ। लन्डन सेसन फुल त बसिनँ, लगभग फुल जति नै बसेँ। त्यसमा मेरो सेटअप कुनै आएन। अनि सेटअप नआएपछि चाहिँ मैले जस्ट एकछिन टिकटक हेरेँ। टिकटक हेरिसकेपछि चाहिँ म सुत्दिएँ। अनि 11:30 बजे सुतेको लगभग मान्छे डाइरेक्ट म 8 बजी उठेँ। त्यत्रो घन्टा 8 घन्टा लगभग सुतेँ हिजो म। अनि 8 घन्टा सुत्दाखेरि मैले न्युयोर्क सेसनमा ट्रेड गर्न नि पाएन। अनि त्यही हो, मैले चाहिँ उठ्नु चाहिँ मिल्थ्यो मैले अलार्म लगाएको भए। तर मैले चाहिँ जस निन्द्रालाई प्रायोरिटी दिएँ भनौँ न। किनकि यो नाइट सिफ्ट गरेदेखि चाहिँ खासै सुत्नै पाइएको थिएन। यस्तो निन्द्रै पुगेको थिएन, त्यही भएर सुतेको। निन्द्रालाई प्यारो मानिवरी सुतेको। यस्तै छ है। ल अब अर्को कुरा गर्दै गरौँ ल, अर्को भिडियोमा भेटौँ ल है त गाइज। टेक केयर, बाई बाई, पिस आउट।